ए जेठी एक कुरा थाहा पाइस् तैले? के कुरा हो भन्न त माइली। साइला बाख्राले त बोगे पाछ यत्रो मानको बोगे पाछ। त्यो कुरा कसैले नभन्नेस् नि फेरि कुरा लगाए जस्तो हुन्छ फेरि। हो र मुगे पाइदियो अझ यति मोटो वाला। म त चकित परिगएँ यार। अनि त यिनी कुरा फेरि अन्त नभनेस् नि फेरि। मैले त तँलाई भनेको छु साथी मान्न, त्यही भएर अन्त नभन्नु। हेर माइले किन भनौँला र मैले, तेरा कुरा त म अन्त काहीँ पनि गर्दिनँ। हेर तँलाई एउटा कुरा थाहा छ? के कुरा हो भन्ने पो थाहा हुन्छ त। भन्न के हो? कसैलाई नभनेस् नि फेरि होइन। माइलीले नभन्नु भन्थे कन्ट्रोल गर्नै सकेको छैन कि। हेर्न रुद्र घन्टी पनि छँदै छैन कि यो रुद्र क्या जाने फुटालेर। के होइन के होइन। ए सुन त पल्ला गएर साइलाको त बाख्रो ब्याएको छ नि। ए यो जेडी पनि कस्ती रहेछ यार। बाख्रा बिहा खबर गर्नुपर्छ त, भन्न पर्छ मलाई। यो माइले पनि कुरा बुझ्दै बुझ्दैन क्या। त्यो बाख्राले बच्चा पनि मान्छे जस्तै पारेछ के। अर्को कुरा के छ भनेपछि ट्विस्ट के छ भनेपछि त्यो बच्चा चाहिँ माइलोको नै रहेछ के। राम 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 राम। हो र माइलाको बच्चा हो त। फेरि कसैलाई पनि नभनिस् नि फेरि, मेरो साथी भनेर भनेको। राडी पनि भन्दिन हो भन्दिन। यस्ता कुरा पनि कसैले भन्ला र? ल ल म गएँ है। ल यो बाल्टी को मर्नेले फुटालेछ त? ओहो हेर त यो नयाँ बाल्टी त्यो कोले फुटालेछ। आवाज पनि हान्ने क्या। हेलो 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 हेलो। ओइ माइली एउटा कुरा थाहा पाइ तैले? नाइ थाहा पाइन। छिटो भन्न के कुरा? आइबेला त कुरा सुन्न मन लाग्छ। भन त भन। अभि हेर त साइलाको बाख्राले मान्छे जस्तो अनुहार भएको बोके पाएछ नि। व्हाट?